हे गाइस हैन अब एज यु अल नो अहिले त 12 को धेरै नै ल्याङ भइरहेछ कहिले एक्जाम हुन्छ कहिले एक्जाम हुँदैन स्टुडेन्ट दिन पनि फ्रस्ट्रेट भइसक्यो हिजो भर्खर प्रधानमन्त्रीको त्यही हो एउटा बोली बिक्नी भन्छ नि त्यही हो र कहिले एक्जाम हुन्छ आफ्नै इच्छाले हुन्छ भनेर हुँदैन नि त कहिले एक्जाम हुन्छ कहिले एक्जाम हुँदैन अघि भर्खर पोस्ट आयो एनबीले पोस्ट हालेछ आरएनबीले पोस्ट हालेछ एक्जाम हुँदैन अरे यो के हुँदैछ अब के हामी सबै स्टुडेन्ट यातायातको त्यो जुन अहिले हामी कम्प्लेन गरेछ त्यो शिक्षक सबैजना रोड आएर मानिसहरू घेर्न पनि के हो यो सबै स्टुडेन्टको दिमाग पनि फ्रस्ट्रेट भइसक्यो एक्जाम हुन्छ हुँदैन आई नो वी सुड प्रिपेयर हामीले प्रिपेयर गरिरहेको छौँ प्रिपेयर हामीले छोडेको छैन भोलि नै एक्जाम भयो नि वी हेभ प्रिपेयर हुन्छ नि एटलिस्ट हाम्रो प्रिपेयर छौँ नि त हामी बट हुन्छ कि हुँदैन थाहा नै छैन सबैजना स्टुडेन्टहरू आएर के भेला पर्नु सब 5 लाख स्टुडेन्ट आएर भेला हुनुपर्ने के हो यो प्रधानमन्त्रीले के गरेर आयो प्रधानमन्त्री भएको देश यस्तो हुन्छ उसको कहिले हुन्छ भने चाहिँ कहिले हुँदैन भने चाहिँ आफ्नै इच्छा गरेछ आफ्नै चाहना गरेछ त्यस्तो नै हुन्छ त एउटा हुन्छ नि सर्टेन एउटा फिक्स गर्नु पर्यो नि त कहिले हुन्छ एक्जाम सर्यो भने कहिले सर्छ सर्दैन भने कहिले सर्दैन कहिले एक्जाम सर्छ भनेको छ कहिले सर्दैन भनेको छ के हुँदैछ यो नेपालमा भनेको एक्जाम एटलिस्ट एक्जाम सर्छ सर्दैन एउटा फिक्स गरिदिनु पर्यो नि अब यत्रो 12 गते 11 गते किन तोके एक्जाम हुँदैन फिक्स हुँदैन भने अस्ति भर्खर एक्जाम हुन्छ अब सरकारले निर्णय गरिसक्यो एक्जाम जसरी भयो नि हुन्छ नि बाहिरको कर्मचारीले भरेर राखेर भयो नि हुन्छ रे टिचरको काम अरूले गरेर हुन्छ कहिले के पुलिसहरू आएर टिचर बन्दैन हुन्छ अब हुँदैन नि टिचर काम टिचरले गर्नु पर्यो नि कसरी हुन्छ भरे त्यो कुरालाई सल्भ गरेर हुन्छ कि गरेर हुन्छ कि त्यो सल्भ गरेर पो अनि नयाँ गर्नु पर्यो नि त के हुँदैछ नेपालमा एटलिस्ट त्यो कुरा सल्भ गरेर हैन टिचरको ठाउँमा टिचर राखी के गरेर हुन्छ कसरी वातावरण मिलाएर हुन्छ सहज बनाएर हुन्छ सल्भ गरेर पो अनि बल्ल एक्जाम लिने नलिने फिक्स हुन्छ त आफ्नै इच्छा गरेछ आफ्नै चाहना गरेछ हुन्छ नि एउटा केही छैन नेपाल देश हो कि केमा बसिरहेको देश जस्तो नि छैन एक्जाम हुन्छ भोलि 2 दिन एक दिन पछि एक्जाम छैन फिक्स छैन के हुने के कसो हुने नेपाली रहँदैन जस्तो लागिरहेछ अब त हुँदा जनताले पेलिन्छ जस्तो छैन अब सब यो विद्यार्थी संगठन आएर यता संगठन विद्यार्थी संगठन टिचर संगठन सब आएर घेरिन्छ बल्ल अनि चेताउँछ दिमागमा अलिकति घुस्छ दिमागमा अनि